आमा सब कुकुरलाई मलाई नखाएर कुकुरलाई खुवाइदिएको त्यस्तो अब चाहिँ खाँदै अति भयो अब चाहिँ म त भिडियो सिडियो बनाउँदिनँ अब छिटो उठ न बेबी प्लिज के अङ्कल मारे घरको How you feel? Copyright लाग्ने चान्सेस है Nunca vi na capa, essa eu nunca vi na capa. Nunca vi na capa, essa eu nunca vi na capa. Hi guys, welcome to my vlog. अनि यो चाहिँ अर्को नेक्स्ट डे अनि हामी चाहिँ अब एकछिनमा जिम जान लाग्यो हैन हजुरहरुलाई थाहा नै होला अब यो भन्दा अगाडिको भिडियो अहिले अब अपलोड हुँदैछ अब 12 बजे गरौँ कि 4 बजे गरौँ भन्ने चाहिँ अलिकति कन्फ्युजन भयो त्यसैले अब अहिले नै गर्दिनु जस्तो लाग्यो कति बजे पुग्छ अहिले टाइम हेर त मोबाइल यसका अनि त्यसपछि युबिजाले बनाएको अन्डा रे हेर्नु हैन सब ड्रेन्जरलाई ठिक्क हुने हो हन ड्रेन्जो अब हल्का डाइट साइड पेल्नु पऱ्यो जिमको लागि हैन गाइस ए ड्रेन्जोले खुवाएको हातले खुवाएर नि सरी उहाँ झरे उहाँ म त टिप्दैन भाइ त्यो ड्रेन्जर त्यही भएन मान्छे हो के भयो कृषि उहाँ छ भने केही भएको छैन कि त्यस्तो चाहिँ अतिकै हो नानी त तपाईँ त ए थोडी न त्यो उयो के अरे तरकारी हो र भनेको अन्डाको छिरा त नि त्यो हात नछो यता उता त्यसलाई खुवाइहाल्यो नि घप्पै खै यो खान्छु ल पहिला ए ब्रेड युजाले बनाएको ब्रेड मिठो छ स्वाद आउँछ त हामी पिसो तर तातो भयो आज चाहिँ सकेसम्म अब हामी चाहिँ जिममा भिडियो बनाउनु ट्राई गर्छौँ होइन किनकि तपाईँहरूलाई पनि देखाउनु यसो जिम सिम गरेर छ भनेर अनि गाइज हामी डेली भ्लग हालौँ कि के गरौँ ल भन्नु त कमेन्ट गरौँ भन त पिसु हामी डेली भ्लगको लागि त्यो उयो कम्युनिटीमा पोस्ट हालौँ न कतिजनाले उयो भन्छ अनि तिमीले के डेली भ्लग बनाउन सक्छौ तिमी अल्छी सक्छु तिमी एडिट गर्न अल्छी आज बनाएको भिडियो 2 दिनपछि अपलोड हुन्छ त्यस्तै अल्छी तिमी डेली भ्लग बनाउने आज अबे फेरि भन त अनि मैले हिजो बनाएको वाला आज एडिट गरेर हाल्नु लाएन डेली सक्छ भने अस्तितिर चाहिँ सक्छ अब होइन एकदम कम्युनिटीमा हालौँ न कतिको उयो आउँदैछ ल 1 नम्बर गल्ती त यही कृषाला नै हो कन्टेन्टवाला भिडियो बनाइदिनु जहिले यस्तो मिलाएर भिडियो यत्तिकै भ्लग बनायो हिँड्यो मेरो नेल हेर्नु मैले हालेको नेल यो 3वटा आफै हालेको मैले आफै चाहिँ हान्केर ग्लास गफाडी आमा कुकुरलाई खुवाएको आमा सब कुकुरलाई मलाई नखाएर कुकुरलाई खुवाइदिएको त्यस्तो अब चाहिँ खाँदै अति भयो अब चाहिँ म त भिडियो सिडियो बनाउँदिनँ अब खाना खाने के ड्रेन्जर तिन गनी भने होइन गन लिएर जति पनि पचाइदिन्छ यो पेटमा हिजो जिम हानेको बाघ हाउ कहाँ मिल्छ गाइस कहाँ मिल्छ हौ त्यस्तो हावाहुरी त के रहेछ कसको के को हो खासमा सुमन भाइको बर्थडेको सुमन अब यत्रो लिएर आएको थियो भाइले कहिले लिएर आएको त ए कति दिएर हालेको हौ यो त मिठो लागेन अमिलो लाग्यो है
सब उयो भएर थियो खै उयो त अर्कै ठाउँ त उयो यो मात्र मेरो त अरू सब उयो भयो गर्नु लागेको नि डेन्जर गाइस अब चाहिँ 3 बजे ठ्याक्कै होइन हामी जिम जान्छौँ देखाउँ गाइस अब जिम जान्छौँ भर्खर खाना छ अब त्यस्तो पेल्न त नहुने अब तनाव हुने भयो ल छिटो उठ कृष्णलाई लास्ट लोसे भएको छ क्या उठ न यार काम गर्दा डिस्टर्ब नगर भने हैन गाइज अनि म युट्युब भिडियो पुरै थम्बनेल एडिट गरेको थिएँ नि ल्याङ गरे नि रिस उठ्दैन भनेको अनि मलाई काम गर्ने बेला पुरै नगर है भनेको रिस आइरहेको छ उठिक नउठ्ने काम गर्ने ल ल ल सरी सरी काम सकिसक्यो छिटो आउनु भने भयो भने थम्बनेल काम गरिरहेछु मेरा के रिप्लाई गरिरहेछु छिटो उठ न बेबी प्लिज के अङ्कल मारे घरको चढाउनु ल हिजो दिएन आज गाइस मलाई चाहिँ के कुरा भन्दा छ भने कृष्णलाई अलिक कति पैसा चाहिन्छ अरे पुरै रिच किड पाराको होइन फेरि डिमान्ड गर भन्दैछ होइन अब 1 लाख 1.5 लाख त नभनौँ मलाई कस्तो मतलब पकेट मनी लाइक मसँग एउटा हातमा ठुलो एमाउन्ट छ एउटा हातमा सानो एमाउन्ट छ तपाईलाई कुन चाहिँ पर्छ ल अलि माथि गर अलिकति माथि गर न ल यो यो खै यो तपाईले 100 रुपियाँको नोट खै त्यो कति छ हेरौँ बेबी मैले किन यो मैले यस्तो छापेँ होइन यो भेटेँ होइन ए यहाँ चाहिँ धेरै रहेछ यस्तो यस्तो छापेँ खै त्यो देखाउन कति रहेछ त्यहाँ देखाउनु कति छ हेरौँ लास्ट स्क्यामर त्यो अभागी रहेछ अब मै राख्ने हेर्दैछ लास्ट स्याल क्या अझ पुरै झेल्दै गर्ने यार साथी झेल्दै जब अब चाहिँ हामी जिम जानुपर्ने हुन्छ ल जिम गएर भेटौँ है आज अलिअलि खतरा क्लिपहरू हाल्न ट्राई गर्छु म भिडियो अपलोड हुँदैछ मेरो र सी यु लेटर गाइज हामी चाहिँ मेरो जान्छौँ होइन चारपाडामा यत्रो धोरो बोकेर कति मेरो हेलमेट र उयो मैले लगाएर आएको हेलमेट र उयो यहाँ छ अब जिम जान्छौँ भाइ त्यहाँ गएर कुर्दैछ रितेश भाइ छट त्यहीँ गएर भेटौँलाई गाइज हामी चाहिँ फेरि जिम आइपुग्यौँ होइन कति एक्साइटेड नट एक्साइटेड वाइ नट एक्साइटेड नर्मली मलाई चाहिँ डेन्जर एक्साइटेड उसलाई चाहिँ नट एक्साइटेड रे किन हो मलाई थाहा छैन गाइज यहाँ त सबै कुराहरूदेखि नि यहाँ प्रमोट होला जस्तो लाग्ने क्या होइन पिसु अहिले मान्छे यस्तो थाकेर हुन्छ आउँदै थकुवा रक्स औ रोशन भाइ हाई भनिदिनु भ्लगमा
गाइज हामी चाहिँ यहाँ जिम गरेर निस्क्यौँ। यहाँ चाहिँ पुरै कपिराइट लाग्ने चान्सेस हाई छ किनभने म्युजिक रोपर बजिरहन्छ कि ल यहाँ हामीले गरेको त्यहाँ रोयल जिम सबले जोइन गर्नु होला। रोयल जिम हामीलाई भेट्ने भयो क्या त्यही हो गाइज। अब हाम्रो रितेश पनि आइरहन्छ हामीसँग। रोशन भाइ पनि अब बिस्तारै जिम गर्छ हो क्या गर्नुपर्छ। गाइस हामी चाहिँ अब यहाँ जेरीलाई भेट्न जान लाग्यो चुरी हिलमा। अब हजुरहरूलाई मैले अस्तिको ब्लगमा भनेको थिएँ। अब अहिले चाहिँ उसलाई अब जुसहरू लानु लाग्यो। खान्छ होला उसले, डेङ्गु लागेको रहेछ। त्यसरी पाइन एप्पल खान मिल्छ नि, जेरीले खानु मिल्छ लगिदिउँ न त। गाइज अब हामी चाहिँ चुरी हिल जान लाग्यो दोस्तीलाई भेट्नलाई। अब हामीले नाइट भ्यू आज रितेश भाइकोमा बसिन्छ होला म। आज रातभरि हानेर बस्ने हो। के पब्जी होइन के त त्यो के साइकको हान्नु कहाँ बियर हान्छ त मैले बियर हान्छ त भाइ मैले जे भेट्छ त्यही हान्नु जहाँ जे होइन सन तिमीले नै हान्नुपर्छ। भोलि बिहानै जानुपर्छ। बिहानै जान्छ तिमी? बिहानै जानु खेट्न म त बस्दिनँ। त्यही के भयो त अनि गाइज अब त्यहाँ गएर भेट्छु म। अब बाइकमा बस्नु पाएको छ नि उसलाई बस्नु पर्ने बाइकमा। हेलमेट चाहिँ नलिएर आएर अनि हामीले बिरामी दाइले भेट्न जान लाग्यो। साथी चाहिँ माथि छ होइन जेरी चाहिँ। अनि अब म माथि गएर भेटाउँछु यहाँ बिरामीहरू पनि के देखाउनु भनेर गाई चाहिँ चुरी हेर्ने। भाइ तिम्रो खै सुज हेरौँ ला यो बिचाले डेन्जरलाई दिएर ला 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 एलबीको यस्तो महँगो सुज हेर त। ला पालै पारे सर भाइ यार ला भाइ रुनी भयो आमा बोकेर हिँडिसक्यो भाइ। भाइ खोइ ब्रान्ड हेरौँ न ब्रान्ड के हो यो गाइज आजको लागि यति नै। अब ब्लग चाहिँ हुन्छ है त ल बनाउँछ कि दिदी कस्तो Tell me pretty lies, look me in the face. Tell me that you love me, even if it's fake.